नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचार। नेपाल विद्यापति मैथिली पुरस्कारबाट विभिन्न 5 जना स्रष्टाहरू सम्मानित। सरकारलाई समर्थन दिएको र राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन गर्न सरकारलाई दबाब दिने निर्णय। जनकपुर धामको विकासका लागि यात्रुहरूलाई जनकपुरमा सुरक्षा र समधुर व्यवहारको ग्यारेन्टी गर्न आवश्यक रहेको मन्त्री रघुवीर महासेठको भनाई। आगामी वर्षमा कम्तीमा 1 लाख युवाहरूलाई रोजगारी दिने गरी 753वटा स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरी सामाजिक सुरक्षा मन्त्री विष्टको भनाई। र सरकारले संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग न्युयोर्कमा राजदूत भट्टराईलाई फिर्ता। अब समाचार विस्तारमा। नेपाल विद्यापति मैथिली पुरस्कारबाट विभिन्न 5 जना स्रष्टाहरू सम्मानित भएका छन्। विद्यापति पुरस्कार कोषको आयोजनामा जनकपुरमा आयोजित एक विशेष समारोहका बीच नेपाल विद्यापति मैथिली पुरस्कार 2074 अन्तर्गत नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार रोशन जनकपुरीलाई प्रदान गरिएको छ। जनकपुरीले प्राप्त गरेको पुरस्कारको राशि नगद 2 लाख रहेको छ। त्यसैगरी नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट सप्तरीका देवेन्द्र मिश्र, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट सल्लाहकार प्राध्यापक डाक्टर ध्रुवनारायण यादव पुरस्कृत भएका छन्। नेपाल विद्यापति मैथिली मण्डुलिपि पुरस्कार सिराहाका हिमांशु चौधरी र नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषाका रामसागर पण्डितलाई प्रदान गरिएको छ। उनीहरू 4 जनाको पुरस्कारको राशि नगद 1 लाख रहेको छ। पुरस्कार अर्पण समारोहमा प्रमुख अतिथि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुवीर महासेठले पुरस्कृत हुनेहरूलाई पुरस्कार प्रदान गरेका थिए। कोषले 2068 सालदेखि प्रत्येक वर्ष ती 5 वटै विधामा पुरस्कार वितरण गर्दै आएको छ। यसअघि लगातार 5 वर्षसम्म काठमाडौँमै कार्यक्रम गरेर पुरस्कार वितरण गर्ने गरेकोमा मैथिली पुरस्कार पहिलो पटक मिथिलाको तत्कालीन राजधानी जनकपुरमा वितरण गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र प्रसाद विमल सहितका मैथिली भाषा कला साहित्यका विज्ञहरूको सहभागिता थियो। यद्यपि राष्ट्रिय स्तरको पुरस्कार वितरण कार्यक्रममा कुनै एकै पार्टीको नेताका कार्यकर्ताहरूको मात्र हालिमुहाली देखिएको भन्दै सहभागीहरूले गुनासो समेत गरेका थिए। सरकारले समर्थन दिएको र राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन गर्न सरकारले दबाब दिने निर्णय गरेको छ। पार्टीको अध्यक्ष मण्डलले आइतबार बसेको बैठकले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दबाब दिने निर्णय गरेको हो। संविधान संशोधन गर्ने कि नगर्ने भनेर सरकारको ठोस धारणा माग गर्न भोलि प्रधानमन्त्री ओलीसँग भेट गर्ने निर्णय गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिनुभयो। उहाँले सरकारले दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा टुङ्गोमा पुग्न पनि संविधान संशोधन गर्ने विषयमा सरकारको ठोस धारणा माग गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पार्नुभयो। आज हामी संयोजकजीलाई सामान्य प्रधानमन्त्रीजीसँग कुरा गरेर संविधान संशोधनको बारेमा सरकारको आधिकारिक धारणा के हो, कहिले र कसरी गर्ने, त्यसको बारेमा राष्ट्रिय जनता पार्टीका नेताहरू भेटिरहे। त्यो भेट्नको लागि आज समय माग्ने र समय दिएअनुसार त्यो भेटेर त्यसको बारेमा आधिकारिक धारणा के छ र त्यसपछि राष्ट्रिय जनता पार्टीले सरकारको बारेमा आफ्नो धारणा निर्माण गर्छ। संविधान संशोधन, मुद्दा फिर्ता लगायत र चुनाव अगाडि जुन प्रक्रियाहरू अगाडि बढिरहेको थियो चुनावको कारणले गर्दा त्यो प्रक्रिया रोकिएको छ। त्यो प्रक्रियालाई फेरि पनि अगाडि बढाउनको लागि जस्तै मुद्दा फिर्ताको बारेमा धेरै कुराहरू अगाडि बढेको थियो, चुनाव घोषणा भयो, चुनावमा गएको हुनाले त्यो रोकियो, त्यसलाई फेरि अगाडि बढाउने। जस्तै हाम्रा आन्दोलनमा घाइते भएका साथीहरूको उपचारको स्थिति के छ, कस्तो छ, त्यसको बारेमा सरकारसँग जान्ने, यी तमाम विषयहरूलाई ध्यानमा राखेर हामी सरकारसँग समय मागेका छौँ र सामान्य प्रधानमन्त्रीजीसँग हाम्रो संयोजकजीले कुरा गरेर भोलि हामी प्रधानमन्त्रीसँग भेट्छौँ।
हमारी तरफ से खुला पड़ा रहे। बैठकले संसदीय गतिविधिलाई समीक्षा गर्न आज सिंहदरबार 11:30 बजे पार्टी संसदीय दलको बैठक पनि बोलाएको थियो। त्यसैगरी पार्टीको मातृ संगठनहरूको नामाङ्करण गर्ने निर्णय पनि गरिएको नेता यादवले जानकारी दिनुभयो। राष्ट्रिय जनता पार्टी नेपालले जिल्लाहरूमा पार्टीको कामलाई प्रभावकारी बनाउन सबै जिल्ला अध्यक्षहरूलाई सोमबारभित्र लिखित निर्देशन दिने निर्णय पनि गरेको छ। जिल्लाका पार्टी संगठनहरूको रिक्त पद समेत पूर्ति गर्ने गरी पार्टीको कामलाई प्रभावकारी बनाउन जिल्ला अध्यक्षहरूलाई लिखित निर्देशन दिने निर्णय गरिएको पार्टी नेता यादवले बताउनुभयो। 21 गते बुधबार मामला सब है, लोग परेशान वहाँ हैं, उसके बाद त्यसलाई चाहिँ अगाडि राष्ट्रिय, त्यसपछि पेशा, सेवा र सम्बन्धित संगठनको गर्ने र पछाडि चाहिँ सङ्घ राख्ने भनेर तोकियो। अर्को चाहिँ भोलि हाम्रो पार्टीको बारेमा जसरी तपाईहरुको मिडियाबाजीमा थियो कि राजपामा समस्या छ, राजपाको संसदीय दलको बैठक बसिरहेको छैन, भोलि 11:30 बजे पार्टीको संसदीय कार्यालय सिंहदरबारमा हामी संसदीय दलको बैठक बस्दैछौँ। यो निर्णय गर्यो। त्यसपछि पार्टीले जिल्लामा अध्यक्षहरूलाई क्रियाशील बनाउनको लागि हामीले भोलि चाहिँ पार्टीको जिल्लाको स्थिति के छ, संगठनको अवस्था के छ, कहाँ रिक्त पदहरू छ त्यसलाई परिपूर्ति गर्ने गरी हामीले भोलि पत्र पठाउँदैछौँ। त्यो निर्णय पनि गर्यो। शनिबार सम्पन्न राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठकले संविधान संशोधन गर्ने सहमति कार्यान्वयनका लागि सरकारलाई दबाब दिने नेतृत्वको गम्भीर ध्यानकर्षण गराएको थियो। पार्टीले संविधान संशोधन नगरी सरकारमा नजाने अडान पनि राख्दै आएको छ। भौतिक पूर्वाधार एवं यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले जनकपुर धामको विकासका लागि यात्रुलाई जनकपुरमा सुरक्षा र समधुर व्यवहारको ग्यारेन्टी गर्न आवश्यक रहेको बताएका छन्। जनकपुरमा विधेय मिथिला क्षेत्र पर्यटन प्रबन्धन विकास समितिको आयोजनामा भएको आयोजित विधेय मिथिला क्षेत्रको पर्यटन प्रबन्धन तथा विकास विषयक 1 दिवसीय अन्तर्क्रिया तथा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महासेठले जनकपुरमा यात्रुलाई बस्न सक्ने वातावरण नबनाएसम्म पर्यटन विकास हुन नसक्ने बताए। तो भी आए जनकपुर में यात्री रहला नहीं चाहिए, आए जानकी जी मंदिर के दर्शन कर कि तो सीतामढ़ी चल जाए, बढ़ती बात चल जाए, लहान चल जाए, लेकिन जनकपुर में नहीं रहा। बहुत कारण से सरकार के अपन गलती होती है अपना जगह पर, लेकिन जनकपुर के पर्यटक मैत्री बनवा के गलती सरकार के तो नहीं है, वो तो हमारा आगे है। हम मान ली जनकपुर में जो सुरक्षा निकाय सब जो है एका से कमी कमजोरी होते है, सुरक्षा निकाय सुरक्षा दिया के लिए असमर्थ होते है, सुरक्षा निकाय के प्रवृत्ति में सोच में कोनो चेंज नहीं होते, लेकिन सुरक्षा निकाय के चलते अइले के पर्यटक सब जो आवे छे वो आके सुरक्षित नहीं बुद्धि से बात नहीं चले। केन्द्रीय पर्यटन विभाग प्रमुख सूर्य थापाले गोष्ठी कार्यपत्र प्रस्तुत गरेका थिए। उनको कार्यपत्रमा लुम्बिनी, जनकपुर, पशुपतिनाथ, विश्वनाथ सहित वाल्मीकि स्थानमा पर्यटन करिडोरको रूपमा सर्किट बनाउनु पर्ने बताए। हेर्नुभयो होला, झन्डै 1000 विकास समितिहरू 2013 अन्तर्गत बनेका र पछि पनि विभिन्न ऐनहरू अन्तर्गत बनेका समितिहरूका सन्दर्भमा सरकारले पछिल्लो निर्णय गरेको छ। मुलुक संघीय संरचनामा अगाडि बढेपछि प्रादेशिक सरकारहरू गोष्ठीमा आफ्नो गुनासो राख्दा पर्यटन व्यवसायीहरू विगतका सरकारहरू जनकपुरसँग विधेय गरेको बताए। उनीहरू विदेशमा नेपालबाट पर्यटन क्षेत्रमा देखाइने वृत्तचित्रहरूमा जनकपुरको जानकी मन्दिरलाई पाखा लगाउने काम समेत भएको बताए। अथवा
राज्य सरकारले बजेट खर्च गर्नु केही विकास हुनु। सबभन्दा पहिले मतलब चाहिँ हाम्रो थापा सरले भन्नुभएको थियो कि पर्यटन व्यवसायमा प्रदेश नम्बर 7 नम्बरमा छ। सही छ, किनकि हामीहरूलाई चाहिँ दर्ता गराउँदाखेरि पर्यटन विभागमा दर्ता गराउँदाखेरि चाहिँ 5 लाख रुपियाँ चाहिँ चाहिन्छ, जुन चाहिँ पर्यटन प्रदेश नम्बर 2 मा पर्यटन व्यवसायीहरूसँग 5 लाख रुपियाँ बैंक ग्यारेन्टी, जुन जबसम्म व्यवसाय गर्छन् नन रिफन्डेबल, व्यवसायलाई वाइन्ड अप गरेपछि मात्रै त्यो पाउँछ। त्यो समिति धनुषाका अध्यक्ष राजकिशोर यादवले अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर शाह, रामचन्द्र मण्डल सहितको पर्यटन विकासका लागि आफ्नो धारणा राखे। मठ मंदिर चाहे कोनो धरोहर कोनो ठाव ऐतिहासिक ठाव में अगर विकास के वजह से उस सब के फायदा के बात है, लेकिन 1 रुपया नहीं दब मैंने एहन ढंग के बीमारी कर उतने के बाद हम सब जाकर मंत्रालय में घचघचाबो कैली, कहबो टा कैली, कोनो कल के बाद में हम सब देख कर विचार कर अब आगे फेंक दे, लेकिन 1 रुपया नहीं फेंक उतने नहीं। एक बात मधेश के नेता कहकर जे जितेंद्र देव साहब अभी नेपाली कांग्रेस में चले मंत्री पर्यटन मंत्री, उनको जाकर हम सब धरना देने, उनको जाकर कोहरे, उनको जाकर पटक पटक कह लीजिए भाई पंक्ति में धनुषा में जानकी मंदिर है, धनुषा धाम है, इन प्रत्येक संसद से मैंने कुछ न कुछ यहाँ बजट फेंक दिया होते होते, लेकिन 1 रुपया नहीं दे कि बेईमानी नहीं कर ये मधेश पार्टी के दुआ भाग है उनका एकदम जरूर है। कभी न कभी देखा वाला दृष्टिकोण भेदभाव है। कार्यक्रममा सम्बन्धित व्यक्तिहरूभन्दा पार्टीको मात्र कार्यकर्ता अधिकांश सहभागी रहेको भन्दै पर्यटन व्यवसायीहरू दुःख समेत व्यक्त गरेका थिए। गणेशमान चरनाथ नगरपालिकाको जेठ नागरिक तथा अपाङ्ग भएकाहरूलाई सम्मान गरिएको छ। नगरपालिकाको प्रत्येक आर्थिक वर्ष जस्तै यस वर्ष पनि एक विशेष समारोहका बीच प्रत्येक वडाबाट 6 जना ज्येष्ठ नागरिक र 1 जना अपाङ्गता भएका व्यक्ति गरी 7 जनाको दरले 11 वटै वडाका कुल 77 जनाले सम्मान गरेको छु। सम्मानित हुने ज्येष्ठ नागरिकहरूलाई 1 वटा छाता, 1 थान थर्मस, गाम्छा र 1000 नगद सहित सम्मान गरिएको थियो भने अपाङ्गता भएकाहरूलाई व्हीलचेयर प्रदान गरिएको थियो। नगरपालिकाका मेयर रामबाबु यादवको अध्यक्षता, संघीय सांसद मेघमाया यादव र प्रदेश सभा सदस्य किशोर शाह कमलको उपस्थितिमा भएको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। ज्येष्ठ नागरिक कार्यक्रम और अपाङ्गता भेल व्यक्ति सबके एकदम महत्वपूर्ण ये कार्यक्रम है। प्रत्येक वर्ष मनाबत आबि रहल छलै हमरा सबके, और तेनाहिते अहू वर्ष हम सब ई कार्यक्रम मनाबी के हम सब नगर सभा से हम सब ई कार्यक्रम स्वीकृत करा के हम सब ई कार्यक्रम अपना सबके कनी लेट भ गेलै, ऐसे पहले होबाक चाहिए, तो ये कोई बात नहीं है। अपना सबके नगरपालिकाकी उपमेयर मीना कुमारी यादवले यसअघि कर्मचारीहरूको नेतृत्वमा समेत यस्ता कार्यक्रम भएको, जनप्रतिनिधिहरू समेत यसलाई निरन्तरतामा दिएको बताइन्। अब समाचारमा विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर विष्टले आगामी वर्षमा कम्तीमा 1 लाख युवाहरूलाई रोजगारी दिने गरी 753 वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिने बताउनु भएको छ। सोमबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत विनियोजन बजेटमाथि राष्ट्रिय सभा सदस्यहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रहेको रोजगारीको अवसरलाई आधारभूत तहसम्म पहुँच पुर्याउने गरी अतिरिक्त रोजगारी सिर्जना गर्ने कार्यक्रम निर्माण भइरहेको बताउनु भएको हो। उहाँले खानेपानी, कृषि, ऊर्जा लगायत विभिन्न मन्त्रालयसँग समन्वयात्मक
भूमिका मार्फत मन्त्रालयले रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको र केही दिनभित्रै 753 वटा स्थानीय सरकारमा रोजगारी सिर्जना गर्ने व्यवस्थित कार्यतालिका सार्वजनिक गरिने जानकारी दिनुभयो। उहाँले 753 वटा स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरी आगामी वर्षमा कम्तीमा 1 लाख युवालाई रोजगारी दिने गरी सरकारले कार्य प्रारम्भिक गरिसकेको बताउनुभयो। त्यसैगरी उहाँले विप्रेसरलाई बैकिङ प्रणालीबाट भित्र हुने वैदेशिक रोजगारीमा जाने युवालाई सिप सिकाएर पठाउने तथा समग्र वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने तर्फ सरकार सचेत रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको विकृति, विसङ्गति र विडम्बनापूर्ण प्रविधिको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो। वैदेशिक रोजगारीका क्रममा हुने ठगीले सरकारले तमासे भएर हेरेर नबस्ने भन्दै उहाँले गैरकानुनी कार्यमा संलग्न संस्थालाई अध्ययन अनुसन्धानपछि कारबाही दायरामा ल्याउने बताउनुभयो। रोजगारदाता र श्रमबीचको असल सम्बन्ध र देश मित्रताको रोजगारीको आकर्षक बनाउनका लागि श्रावण 1 गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिने बताउनुभयो। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाले समयमै स्वदेश फर्काउनका लागि ती मुलुकका कानुनले केही अप्ठ्यारो भए पनि अविलम्ब सब नेपाल ल्याउने व्यवस्था मिलाउनका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभयो। नेपाल सांस्कृतिक विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी ओलीले आफूलाई अपराधी जस्तो व्यवहार गरेको आरोप लगाउनु भएको छ। उपकुलपति कोइरालाले आफूलाई क्यानाडा जान विमानस्थल पुगेका बेला प्रधानमन्त्री ओलीले ठाडो निर्देशन फर्काउने काम भएको भन्दै आपत्ति जनाउनु भएको हो। आइतबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आफूलाई नियन्त्रणमा लिएर विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले सिङ्गो प्राङ्गिक क्षेत्रकै अपमान गरेको दाबी समेत गर्नुभयो। उहाँले आफूलाई अपमान गरेबाट कम्युनिस्टहरू संस्कृति र संस्कारको विरोध भएको पुष्टि गरेको तर्क समेत गर्नुभयो। शनिबार अपराह्न क्यानाडा जान विमानस्थल पुग्नुभएका उपकुलपति कोइरालालाई प्रहरीले नियन्त्रणमा लिई प्रधानमन्त्री निवास बालटार पुर्याएको थियो। उपकुलपति कोइरालाले आफू क्यानाडा पिकनिकका लागि नभई विश्व संस्कृत सम्मेलनमा भाग लिन जान लागेको तर सरकारले रोकेर अपमान गरेको गुनासो गर्नुभयो। विद्यालयका उपकुलपतिज्यूहरुसित मेरो कुरा भयो। उहाँहरूले पनि वक्तव्य दिँदै हुनुहुन्छ, एउटा उपकुलपतिको अपमान हुनु, एउटा उपकुलपतिलाई जुन एउटा क्रिमिनल शैलीमा ल्याइयो, नियन्त्रण गरियो, लक्ष्यमा पुग्नबाट रोकियो, त्यो हामी सबैको अपमान हो। म क्यानाडा पिकनिक गर्न जान लागेको होइन। म क्यानाडा देश घुम्न पर्यटनका लागि रहरले जान लागेको होइन। म नेपालको एकमात्र संस्कृत विश्वविद्यालयको प्रतिनिधित्व गरेर 111 देशबाट आएका संस्कृतानुरागी विद्वत वर्गहरूसँग सहकार्य गर्न र सहकार्यको मार्ग खोज्नका लागि म जान लागेको थिएँ। त्यसले नेपाललाई नि फाइदा हुन्थ्यो, वर्तमान सरकारलाई पनि फाइदा हुन्थ्यो। कमसे कम कम्युनिस्टहरू संस्कृत मास्न चाहन्छन्, जगाउन चाहँदैनन् भन्ने सन्देशबाट त उहाँ मुक्त हुनुहुन्थ्यो। तर उहाँले त के गर्नुभयो भन्दाखेरि कम्युनिस्टहरू न संस्कृति चाहन्छन् न संस्कृत चाहन्छन् भन्ने कुरा परिपूर्ण। उपकुलपति कोइरालाले वर्तमान सरकार सर्वसत्तावादी सोच अनुसार चलेको आरोप पनि लगाउनुभयो। उहाँले सबै माध्यमिक तहमा संस्कृति विषय पठन पाठन गराउन आफूले पटक पटक गरेको आग्रहलाई पनि सरकारले नसुनेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। गृहमन्त्री रामबहादुर थापाले संस्कृति विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर कुलप्रसाद कोइराला अनुमति बिना नै क्यानाडा भ्रमणमा जान लागेकाले फर्काउनु परेको स्पष्ट पार्नु भएको छ। गृहमन्त्री थापाले अनुमति बिना विदेश भ्रमणमा जान नपाउने सरकारको निर्णय नमानेपछि उपकुलपति कोइरालालाई क्यानाडा भ्रमणमा जान नदिएको स्पष्टीकरण दिनुभएको हो। आइतबार राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसद बद्री प्रसाद पाण्डेले उपकुलपति कोइरालालाई क्यानाडा भ्रमणमा जान नदिएकोमा आपत्ति जनाउँदै रोक लगाउनुको कारणबारे सांसद
लाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको थियो। त्यसपछि गृहमन्त्री थापाले सो सम्बन्धमा सांसदलाई जानकारी गराउँदै विदेश भ्रमणमा जान सरकारको अनिवार्य अनुमति लिने व्यवस्था रहेको र त्यसको पालना नभएपछि उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काउनु परेको सांसदलाई जानकारी गराउनु भएको हो। शनिबार अपराह्न क्यानाडामा आयोजना हुन लागेको 17औं विश्व संस्कृति सम्मेलनमा सहभागी हुन जान लाग्नुभएका उपकुलपति कोइरालालाई विमानस्थलबाटै प्रहरीले फर्काएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएको थियो। सरकारको अनुमति लिएर जानुपर्ने हुन्छ र अनुमति बिना जान हुँदैन भन्ने सरकारको नीति छ। त्यसकारणले यो अझ गृह मन्त्रालयमा यो सम्बन्धी अझ जानकारी आइसकेको छैन, तर जति जानकारी हामीलाई प्राप्त छ र यो विदेश भ्रमणसित सम्बन्धित कुराहरूमा चाहिँ अनुमति बिना, कुलपतिको अनुमति बिना वा सरकारको अनुमति बिना जान लागेको हुनाले उहाँलाई रोकिएको भन्ने अहिले अपुष्ट जानकारी गृहसम्म आयो। गृहमन्त्री थापाले बाढी पहिरो र डुबान पीडितलाई राहत र सेवा उपलब्ध गराउन सरकार सक्रियताका साथ लागिरहेको पनि बताउनुभयो। उहाँले बाढी पहिरो र डुबान पीडितलाई राहत र उद्धार गर्न सरकार गम्भीर र सचेत रहेको पनि स्पष्ट पार्नुभयो। गृहमन्त्री थापाले विपदमा परेका जनतालाई राहत उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्दै त्यसका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको पनि बताउनुभयो। विपद व्यवस्थापनका समस्या नहोस् भनेर सरकारले करिब 54 अर्ब बजेटको व्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो। र यहाँ अन्य चाहिँ बार सदनमा कुरा उठ्ने गरेको छ र यसलाई पनि अहिले ज्वलन्त समस्याहरूमा यो विपद व्यवस्थापनसित भनेको गृहमन्त्री थापाले दण्डकालका पीडितहरूलाई राहत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले सरकार मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन प्रतिबद्ध रहेको पनि बताउनुभयो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त हुनुभएका युवराज भुसाले आफू अत्यन्तै खुसी रहेको प्रतिक्रिया दिनुभएको छ। भुसाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको 8.5 महिना नेतृत्व गर्ने अवसर पाएकोमा आफू अत्यन्तै खुसी रहेको भन्दै सरकारप्रति आभार समेत व्यक्त गर्नुभयो। आइतबार आफूलाई पदमुक्त गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै उहाँले सरकारको सो निर्णयको सम्मान गर्ने पनि स्पष्ट पार्नुभयो। सरकारले आफूलाई लक्षित गरेर नभए गत भदौ 14 गते यताका अघिल्ला सरकारका राजनीतिक नियुक्ति खारिज गर्ने निर्णय अनुसार आफूलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त गरेको त्यसमा आफूले गुनासो गरिरहन पर्ने ठाउँ नभएको उहाँले स्पष्ट पार्नुभयो। भुसाले प्रधानमन्त्री केपी ओलीले आफूलाई सदैव कामना उत्साही बनाएको पनि स्मरण गर्नुभयो। अघिल्लो सरकारको पालना प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएका उहाँले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालले पनि भूकम्प जस्तो मानवीय संवेदनमाथि मानवीय सेवा गर्ने अवसर दिएको भन्दै आभार व्यक्त गर्नुभयो। मलाई यो नयाँ सरकार बदलिएपछि हटाउने भए 5 महिना अगाडि नै हटाइसक्ने थियो। त्यसो गर्दाखेरि मलाई लक्षित गरेर गरिएको निर्णय होइन भन्ने मलाई लागेको छ र मैले पनि भाग्ने भए सरकार आएपछि म भाग्ने थिएँ। मैले यस्तो जिम्मेवारी महत्त्वपूर्ण जिम्मेवारी मानवीय संवेदनाको जिम्मेवारीबाट भाग्न उपयुक्त नठानेर मैले पनि राजीनामा गरेको। अहिले सरकारले भदौ 14 देखि फाउन 2 सम्मका निर्णयलाई सोलोटोलो रूपमा खारेज गर्ने र त्यस बेलामा नियुक्त भएका व्यक्तिहरूलाई पदमुक्त गर्ने निर्णय गरे अनुसार त्यसलाई मैले सम्मान गर्दै आज यहाँबाट म बिदा लिन चाहन्छु र यो अवसर मलाई प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा पहिले प्रधानमन्त्री र अहिलेको प्रधानमन्त्री साले देउवा नेतृत्वको सरकारमा पाउने 4 महिना र ओली नेतृत्वको सरकारमा पाउने 5 महिना गरेर जम्मा 8.5 महिना प्राधिकरणको नेतृत्व गर्नुभयो। उहाँले पुनर्निर्माणको काममा आफू सफल भएको दाबी समेत गर्नुभयो। पुनर्निर्माणको कामलाई अघि बढाउन सक्दो पहल गरेको भन्दै प्राधिकरणका कर्मचारीहरूलाई समेत उहाँले धन्यवाद दिनुभयो। यसअघि प्राधिकरणको निर्देशक समितिको बैठकमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका भुसाले प्रधानमन्त्री ओली
ओलीले भेट समेत नदी फर्काइदिनु भएको थियो। 3 वर्ष अवधि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत 4 पटकसम्म फेरिसकेका छन्। सरकारले 500 पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको तयारी पनि अघि बढाएको छ। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।